हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल सुभाष एसपी एजुकेसनमा। आज म क्लास 8 को च्याप्टर 1 सेट को एक्सरसाइज 1.2 को सम्पूर्ण प्रब्लम्सहरुको सलुसन लिएर उपस्थित भइसकेको छु। यो अभ्यासको प्रब्लम्सहरुको सलुसन गर्नुभन्दा पहिले थोरै इम्पोर्टेन्ट कुराहरु जान्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ। यतातिर अलिकति ध्यान दिनु त तपाईहरु। हेर्नुस् त के छ यहाँ, यदि ए र बी हैन, सबभन्दा पहिले उपसमूह भनेको के हो त त्यो चाहिँ बुझ्नु पर्यो यो च्याप्टरको लागि। उपसमूह र त्यो उपसमूहमा कस्तो समूहलाई उपयुक्त र कस्तोलाई अनुपयुक्त उपसमूह भनिन्छ भन्ने कुरा बुझ्नु पर्यो। अब त्यसको लागि हेर्नुस् त सबभन्दा पहिले उपसमूह भनेको के हो त, यदि ए र बी दुईवटा समूह हुन्, मान्नुस् कुन दुईवटा समूह छ ए र बी दिएको छ, यदि समूह ए मा भएका सबै सदस्यहरू समूह बी मा पनि पर्दछन् भने समूह ए लाई समूह बी को उपसमूह भनिन्छ। भन्नाले अब मान्नु ए एउटा समूह बनाइएको छ, अब त्यो बी बाट कुनै सदस्य लिएर बनाइएको छ वा सबै सदस्यहरू लिएर बनाइएको छ भने त्यही के भयो त उपसमूह भयो। जुन समूह तपाईं निर्माण गर्नुहुन्छ, एउटा सेटबाट जुन अर्को समूह सेट निर्माण गर्नुहुन्छ, त्यो पहिलेको जुन समूह हुन्छ त्यहाँको कुनै न कुनै भन्नाले त्यहीबाट सदस्यहरू हुनु पर्यो, अरु बाहिरको सदस्य नलिइकन त्यही समूह त्यही सेटको सदस्यहरू लिएर जुन अर्को समूह निर्माण गरिन्छ बनाइन्छ त्यसैलाई के भनिन्छ त उपसमूह भनिन्छ। अब कस्तोलाई उपयुक्त र कस्तोलाई अनुपयुक्त भनिन्छ त यहाँ दिएको छ हेर्नुस् त, यदि समूह ए मा भएका केही सदस्यहरू मात्र लिएर उपसमूह बी बनाइन्छ भने उपसमूह बी लाई समूह ए को उपयुक्त उपसमूह प्रोपर सबसेट भनिन्छ। भन्नाले अब ए मा भएका केही सदस्य मात्रै लिएर सबै हैन जस्ताको त्यस्ता हैन, जस्तै ए बी सी छ भने तीनटै ए बी सी नभएर त्यहाँबाट कुनै केही सदस्यहरू ए मात्रै वा ए बी मात्रै केही सदस्य मात्रै लिएर जुन बनाइएको हुन्छ अर्को उपसमूह, त्यसलाई के भनिन्छ त प्रोपर सबसेट उपयुक्त उपसमूह भनिन्छ। अब यो लेखिन्छ कसरी त, अब मान्नुस् यहाँ बी को ए को उपसमूह बनायो बी हैन, त जुन ठुलो समूह हुन्छ जुनबाट बनाइन्छ अर्को उपसमूह उपयुक्त उपसमूह मेन कुन छ त यहाँ ए छ। अब ए बाट बी सेटको निर्माण गरिएको छ, उपसमूहको निर्माण गरिएको छ, त मेन समूहतिर दुईटै चुचो हुनु पर्यो हैन, देखाउनु पर्यो। यो यता लेख्दा पनि हुन्छ, यो यता लेख्दा पनि हुन्छ, त्यही यहाँ देखाएको छ बी इज प्रोपर सबसेट अफ ए। यहाँ पनि के छ त बी इज प्रोपर सबसेट अफ ए। यो ए यता लेख्यो भने दुईटा चुचो यता फर्काइदिने, यो यता लेख्यो भने दुईटा चुचो यता फर्काइदिने, तर जुन मेन समूह कुन छ त ए कै उपसमूह बी हो। यसलाई यसरी पनि लेख्न सकिन्छ, यसरी पनि लेख्न सकिन्छ। यो लेख्ने तरिका संकेतमा लेख्ने तरिका भयो। त्यसैगरी यदि बी समूह ए को उपसमूह हो, अब यहाँ हेर्नुस् ए को उपसमूह एउटा बी छ, अब हो र उपसमूह बी को सदस्य संख्या ए भन्दा कम छ भने त्यस्तो उपसमूहलाई समूह ए को उपयुक्त उपसमूह भनिन्छ। त्यसकारण खाली समूह सबै समूह उपयुक्त उपसमूह हो। अब यहाँ के भन्दियो भने जस्तै बी ए को उपसमूह हो भने ए भन्दा कम सदस्य लिएर यदि बनाइएको छ भने त्यो पनि के हुन्छ त त्यसको उपसमूह हुन्छ, प्रोपर सबसेट हुन्छ हैन, उपयुक्त उपसमूह हुन्छ। भन्नाले त्यो खाली समूह जुन हुन्छ सबैको त्यो के हुन्छ त सबैको प्रोपर सबसेट नै हुन्छ, उपयुक्त हुन्छ। किनभने कुनै पनि समूहमा एउटा न एउटा सदस्य हुन्छ र त्यो खाली गरेर बनाउनु भयो भने त्यो एउटा खाली त्यो भन्दा कम भयो, त्यही भएर त्यो खाली समूह के हुन्छ त सबैको उपयुक्त उपसमूह हुन्छ भनेको छ। त्यसैगरी अब यदि समूह ए मा भएका सबै सदस्यहरू लिएर उपसमूह बी बनाइन्छ भने उपसमूह बी लाई समूह ए को अनुपयुक्त उपसमूह इम्प्रोपर सबसेट भनिन्छ। भन्नाले यदि ए बाट बी समूहको निर्माण उपसमूहको निर्माण गर्नुभयो तर सबै सदस्य लिएर एउटा पनि कम नगरिकन जस्ताको त्यस्तै यदि बनाउनु पर्यो भने सदस्य संख्या पनि उही र सदस्य पनि उही छ भने सदस्य उही र सदस्य संख्या पनि उस्तै सेम यदि छ भने त्यसलाई के भनिन्छ त इम्प्रोपर सबसेट भनिन्छ, अनुपयुक्त उपसमूह भनिन्छ। अब यो लेख्न कसरी सकिन्छ भने अब बी ए को इम्प्रोपर सबसेट हो भन्नाले अब इम्प्रोपर छ भने तल लाइन तान्नु पर्यो, यो माथि जस्तै लेखिन्छ प्रोपर सबसेट जस्तो लेखिन्छ त्यस्तै सुरुमा लेख्ने, अनि त्यसपछि इम्प्रोपर छ भने तल के गर्नु पर्यो त लाइन दिनु पर्यो। यो संकेतमा लेख्ने तरिका यहाँ देखाइएको छ। अब हेर्नुस् यो यसलाई के पढिन्छ त बी इज इम्प्रोपर सबसेट अफ ए। अब यति कुरा बुझिसकेपछि अब जानु पर्यो अभ्यासतिर। अब हेर्नुस् त अभ्यास 1.2 को 1 नम्बरमा के भनिएको छ भने तलका भेन चित्रका आधारमा उपयुक्त वा अनुपयुक्त उपसमूह छुट्याई संकेतमा लेख्नुहोस्। यहाँबाट अब यो दुईवटा समूह दिएको छ, यो युनिभर्सल सेट छ, यसमा ए र सी दुईवटा समूह छ। अब यो ए समूहको सी समूह उपयुक्त हो कि अनुपयुक्त हो, यहाँ पनि यो दुईटा समूह एक आपसमा उपयुक्त हो कि अनुपयुक्त हो, यहाँ पनि त्यही छुट्याएर संकेतमा लेखिदिन भनेको छ। अब हेर्नुस् त यहाँ यसको सोलुसन यहाँ हेर्नुस् त, अब यहाँ एउटा
कुन समूह दिएको छ युनिभर्सल सेट भनेको यो यु यसमा अब के छ त यहाँ भएका जति सबै युनिभर्सल समूह भन्ने बित्तिकै के हुन्छ भने यहाँ भएका जति सबै यो ए को सदस्य पनि सी को सदस्य पनि सबै त यहाँ सबै लेखेको छ हेर्नुस् AEIOU अब अर्को सेट कुन छ ए भनेको यो गोला भित्र भएको सबै सदस्यहरू हैन ठुलो गोला भएको यो ए भनेको ठुलो गोलो यो भित्र भएको सबै के छ त AEIOU नै छ युनिभर्सल सेटमा जति छ त्यो सबै के छ त्यो ए समूह भित्र नै पर्छ अर्को अब छ सेट समूह सी सेट सी छ अब सेट सी मा कुन छ त ए र ई छ त्यही लेखिदिए ए र ई अब यहाँ के भयो त यसको हेर्नुस् त ए को सी के हुन्छ त उपयुक्त हुन्छ कि अनुपयुक्त हुन्छ अनुपयुक्त हुनको लागि त सबै सदस्यहरू हुनु पर्यो यहाँ भन्दा कम र यहाँ भएकै जति छ यसमा ए र ई यहाँ छ हैन यही हुनु पर्यो र अर्को के गुण हुनु पर्यो त उपयुक्त हुनलाई यहाँबाट कम सदस्य हुनु पर्यो त कम सदस्य पनि छ र यहाँ भएको सदस्यहरू छ त्यही भएर के भयो त यो ए को उपयुक्त समूह सी हो भनेर यहाँ लेखिदिने ए सी इज प्रोपर सबसेट अफ ए मेन समूह कुन छ ए छ त ए तिर यो दुईवटा चुचो फर्काउनु पर्ने अब यो यसको उपसमूह भयो त्यही भएर सी यता लेख्यो यो यता पनि लेख्न सक्नुहुन्छ यो यता पनि लेख्न सक्नुहुन्छ तर यो चुचो चाहिँ दुईवटा यता फेरि फर्काउनु पर्ने हुन्छ त्यसैगरी अब ख नम्बरमा दिएको छ ख नम्बरमा हेर्नुस् त यहाँ पनि यु सबैमा छ युमा त सबै पर्यो यहाँ भएका जति सबै 1 2 र 3 यही सदस्यहरू लिएर बनाएको छ 1 2 3 अब एउटा के छ त ई ठुलो समूह हैन ठुलो गोलो के छ त 1 र 3 र 2 सबै यसै भित्र पर्छ त यहाँ सबै लेखिदिए 1 2 3 अर्को छ एफ सेट भित्रको यो सानो यसमा के पर्छ त मात्रै 2 पर्छ 2 पर्छ त्यही भएर 2 लेखिदिए यहाँ 2 पर्छ त्यही भएर के गरे त यहाँ एफ मा के छ मात्रै 2 छ ई मा 1 2 3 सबै छ त्यही भएर ई मा के लेख्यो 1 2 3 एफ मा मात्रै 2 छ 2 लेखे अब यो यसको उपयुक्त भयो कि भएन यहीबाट बनाएको छ र यो भन्दा कम सदस्य छ त यो पनि के छ त ई को उपसमूह छ एफ कुन उपसमूह छ त प्रोपर हैन उपयुक्त त यो पनि के लेख्यो त प्रोपर हैन ई एफ इज प्रोपर सबसेट अफ ई भनेर लेखिदिने सक्यो त्यसैगरी यहाँ ग नम्बरमा हेर्नुस् त अब ग नम्बरमा एउटै गोलो छ र एस र टी दुईटै दिएको छ नाम यसको अर्थ के भयो त अब एउटा यु समूह छ युमा के छ त युमा भनेको यो भित्र भएको सबै सदस्य छ 2 4 6 8 10 2 4 6 8 10 यो यु नलेख्दा पनि हुन्छ किनभने एस र टी हाम्रो के त उपयुक्त र अनुपयुक्त छ भनेर छुट्याउन भनेको छ अब हेर्नु त एस के छ त यसमा पनि 2 4 र टी मा पनि 2 4 दुईटै बराबर नै छ यहाँ पनि 2 4 र यहाँ पनि 2 4 त यो के भयो त सबै सदस्यहरू लिएर बनाएको छ सेम जस्ताको त्यस्तै हैन उस्तै सेट छ त यो के भयो त अनुपयुक्त भयो इम्प्रोपर भयो त्यही भएर लेखिदिनु पर्यो यो टी के छ त यसको इम्प्रोपर छ त्यही भएर यसतिर दुईटै चुचो फर्काउने र इम्प्रोपर छ भने तल लाइन तान्नु पर्यो त्यही भएर यहाँ संकेतमा यसरी लेखिदिने टी इज इम्प्रोपर सबसेट अफ यस भनेर लेखिदिने त्यसैगरी क्वेशन नम्बर 2 मा भनिएको छ यदि n बराबर एउटा समूह छ हैन n समूह n सेट दिएको छ त्यो के भनेको छ x के छ त x एउटा 5 सम्मका गन्तीका संख्या हैन अब यहाँ गन्तीका संख्या भनेको 1 देखि लिएर 5 सम्म हैन यो एउटा समूह छ त्यही मैले यहाँ लेखिदिए n इक्वल्स टु के छ त 1 2 3 4 5 गन्तीका संख्या भनेको 1 देखि लिएर 5 सम्म अब यो समूहलाई सूचीकरण विधिमा लेख्नुहोस् भनेको थियो यही हो सूचीकरण विधि हैन यहाँ कुन समूह निर्माण विधिमा लेखिएको थियो यसलाई के गरे त सूचीकरण विधिमा लेखिदिए त्यसपछि भनेको छ क्वेशनमा र यसबाट बन्ने निम्न उपसमूह बनाई नामाकरण गर्नुहोस् अब यसका निम्न उपसमूहहरू बनाउनु पर्यो र नाम लेखिदिनु पर्यो अब यहाँ हेर्नुस् त यहाँ तल के क्वेशन दिएको छ त हैन क नम्बर ख नम्बर ग नम्बर दिएको छ हेर्नुस् त क नम्बरमा के छ सबै एक सदस्य उपसमूह यहाँबाट जति एक सदस्य समूहहरू उपसमूहहरू बन्न सक्छ त्यो सबै बनाउनु पर्यो र सबैको नामकरण गर्नु पर्यो नाम पनि लेख्न भनेको छ मैले नाम लेखेको छैन अब जे पनि नाम राख्दिदा हुन्छ ए बी सी डी ई एफ जी एच आई जे के पी क्यू आर एस टी जे पनि नाम लेखिदिदा हुन्छ अब हेर्नुस् त सबै एक सदस्य भनेको 1 2 छुट्टा छुट्टै गर्दिने हैन एउटा सदस्य लिएर बनाइदिनु 1 2 3 4 5 सबैलाई छुट्याएर लेखिदिने यही हो त्यसपछि अब के छ त ख नम्बरमा सबै दुई सदस्य उपसमूहहरू अब यहाँबाट दुई वटा सदस्य लिएर कतिवटा उपसमूहहरू बन्न सक्छ त्यतिवटा बनाउनु पर्यो अब हेर्नुस् त 1 2 एउटा भयो अर्को 1 3 सँग हैन सेम रिपिट हुनु परेन र फरक हुनु पर्यो सबै सदस्यहरू र दुई वटा हुनै पर्यो हैन सेम चाहिँ अब 1 र 2 छ भने 2 1 नलेख्ने फेरि 1 र 2 नै लेख्ने 1 2 भयो अब
2 र 1 र 1 2 भन्दा पनि एउटै भयो। अब के हुनु पर्यो त 1 सँग अर्को 1 3 1 4 1 5 2 3 2 4 2 5 3 4 3 5 4 5 हैन, दुई दुईवटा लिएर जति बन्न सक्छ त्यतिवटा बनाउनु पर्यो। त्यसैगरी सबै 3 सदस्य उपसमूहहरू अब यहाँबाट 3 वटा लिएर बनाउनु पर्यो। अब हेर्नुस् यहाँ 3 वटा 1 2 3 1 3 4 1 4 5 2 3 4 2 4 5 3 4 5 1 2 4 1 2 5 1 3 5 2 3 5 जति 3 वटा सदस्य लिएर जतिवटा उपसमूह बन्न सक्छ त्यतिवटा यहाँ पनि बनाउने। त्यसैगरी घ नम्बरमा भनेको छ सबै 4 सदस्य उपसमूहहरू। अब 4 वटा सदस्य लिएर बनाउनु पर्यो। त्यो 4 वटा सदस्य भनेको 1 2 3 4 हैन, 4 वटा भयो। फेरि 1 2 4 5 2 3 4 5 1 3 4 5 1 2 3 5 सबै फरक फरक हैन, तर त्यो 4 वटा सदस्य भएको जति बन्छ बनाउने। त्यसपछि सबै 5 सदस्य उपसमूह भनेको छ। अब 5 सदस्य 5 वटा सदस्य लिएर त एउटै बन्छ, 5 वटा सदस्य लिइसक्नु भयो, अब कुन लिनुहुन्छ हैन, एउटा बन्छ। त्यसैगरी क्वेशन नम्बर 6 मा भनेको छ एउटा खाली उपसमूह पनि बनाउनुहोस् र n बाट जम्मा कतिवटा उपसमूह बने लेख्नुहोस्। अब यहाँ हेर्नुस् त यहाँ एउटा खाली समूह बनाउने, त्यसपछि जम्मा उपसमूह संख्या कति भयो त हैन त्यो लेख्नु पर्यो। अब यहाँ जम्मा सुरुदेखि नै यहाँ बनाउनु भयो 1 सदस्य हैन, यहाँदेखि सबै गिन्ती गर्दै जाने, सबै गर्नु पर्यो। कतिवटा छ त जम्मा हेर्नुस् त 1 2 3 4 5 6 7 हैन, यसरी गर्दै जाने तपाईहरु गर्नु होला। यो कतिवटा हुन्छ त जम्मा 32 वटा हुन्छ। कतिवटा 32 वटा। अब यो थाहा पाउने कसरी त सुरुमा यो निकाल्ने फर्मुला हुन्छ, जम्मा उपसमूहको संख्या निकाल्ने के हुन्छ त फर्मुला 2 को पावर n। n भनेको के त सदस्य संख्या। यहाँबाट सदस्य संख्या कुन समूहमा कतिवटा छ n को ठाउँमा त्यति नै लेखिदिने। अब मानुस 2 को पावरमा n, त n यहाँ कतिवटा छ सदस्य 1 2 3 4 5 वटा, त 5 लेख्ने माथि। अब 2 को पावर 5 भनेको 5 वटा 2 लाई मल्टिप्लाई गर्नु पर्यो, 5 वटा 2 लाई मल्टिप्लाई गर्नु पर्यो। अब 2 2 जा 4 2 जा 8 2 जा 16 2 जा 32 कति भयो त 5 वटा 2 लाई मल्टिप्लाई गरेर 32 हुन्छ, त 32 वटा नै समूह बन्छ। त्यसैगरी अब क्वेशन नम्बर 3 मा के भनेको छ तलका समूहबाट बन्न सक्ने सबै उपसमूह बनाई नामाकरण गर्नुहोस्। अब यहाँ क्वेशनहरु दिएको छ, यहाँबाट कतिवटा उपसमूहहरु बनाउन सकिन्छ सबै बनाउने र नाम लेख्ने भनेको छ। यहाँ पनि मैले नाम लेखिदिएको छु समूहहरुको हैन, नाम तपाईहरु आफै लेख्न सक्नुहुन्छ, अब जे नाम लेख्दिदा पनि भयो। अब हेर्नुस् त यहाँ कतिवटा सदस्य छ, एउटा सदस्य छ। एउटा सदस्य भनेको 2 को पावरमा 1 राख्नुहुन्छ भने कति 2 नै हुन्छ। अब दुईवटा यहाँ उपसमूह बन्छ, त एउटा कुन खाली सबैको उपयुक्त उपसमूह हो भन्ने कुरा हामीलाई थाहा छ, सबैको उपसमूह हुन्छ यो खाली हैन। त्यही भएर यो खाली एउटा र अर्को एउटा सदस्य लिएर बनाउनु पर्यो। अब त एउटा सदस्य लिएर अब सक्यो, अर्को कुनै बन्दैन, दुईवटा यहाँ बन्छ खाली र एउटा आँप। त्यसैगरी क्वेशन नम्बर ख मा के छ मुला र फर्सी दिएको छ, दुईवटा सदस्य दिएको छ। अब दुईवटा सदस्यबाट अब कतिवटा उपसमूह बनाउन सकिन्छ त एउटा खाली सबैको हुन्छ। अब एउटा गरी छुट्याएर लेख्दिन हैन, मुला र फर्सी। अब दुईवटा सदस्य त दुईटा मुला र फर्सी लिएर बनायो, जम्मा कतिवटा बनायो 1 2 3 4 वटा चारवटा उपसमूह बनाइसके। त्यसैगरी ग नम्बरमा छ बस जीप जहाज 3 वटा सदस्य छ। 3 वटा सदस्य छ भने कतिवटा बन्छ त 2 को पावर 3 भनेको 2 2 जा 4 2 जा 8 वटा बन्नु पर्यो। यहाँ बनाउने 8 वटा, एउटा खाली, त्यसपछि अब छुट्टा एउटा गरेर लेख्ने, एक सदस्य बनाउने बस जीप जहाज। अब दुई सदस्य बनाउने बस जीप बस जहाज जीप जहाज। त्यसपछि अब तीनटै सदस्यलाई लिएर बनाइदिने बस जीप र जहाज। अब कुनै बन्दैन हो। अब यहाँ कतिवटा बन्यो त 8 वटा बन्यो। त्यसैगरी अब घ नम्बरमा कुकुर बिरालो घोडा गाई 4 वटा सदस्य छ। कतिवटा बन्छ त 2 को पावर 4 भनेको 16 वटा बन्छ, 2 2 जा 4 2 जा 8 2 जा 16। अब एउटा खाली सबैको, अब के गर्नु पर्यो एक सदस्य बनाउनु पर्यो कुकुर बिरालो घोडा गाई। त्यसपछि दुई सदस्य दुईवटा लिएर कुकुर र बिरालो त्यसपछि कुकुर र घोडा त्यसपछि कुकुर र गाई। यसरी बिरालो घोडा गाई घोडा गाई कुकुर बिरालो गाई कुकुर घोडा गाई बिरालो घोडा गाई कुकुर बिरालो घोडा गाई। लास्ट यो एक सदस्य बनाउने, त्यसपछि दुई सदस्य, त्यसपछि 3 वटा सदस्य लिएर, त्यसपछि 4 वटै सदस्य लिएर बनाइदिने। कतिवटा जम्मा बन्छ त 16 वटा जम्मा बन्छ, 16 वटा बन्छ। त्यसैगरी यहाँ ग नम्बरमा दिएको छ। अब यहाँ हेर्नुस् त कतिवटा सदस्यहरू छ 1 2 3 4 5 वटा छ। 5 वटा सदस्य छ भने कतिवटा उपसमूहहरू बन्छ त
2 को पावरमा 5 दिनु पर्यो भन्नाले 5 चोटी मल्टिप्लाई गर्नु पर्यो 2 लाई कति हुन्छ 32 यहाँ 32 वटा उपसमूहहरू निर्माण गर्नु पर्यो अब यहाँ हेर्नुस् त खाली उपसमूह सबैको हुन्छ त्यसपछि के गर्ने त एक सदस्य बनाउने भन्नाले छुट्टा छुट्टै एउटा सदस्य लिएर बनाउने अब परेवा काग चिल सुगा बकुला हैन अब फेरि के गर्ने त अब दुई सदस्यहरू बनाउने दुईवटा सदस्य लिएर बनाउने अब दुईवटा सदस्यहरू हेर्नुस् त परेवा काग परेवा र चिल हैन परेवा र कागलाई लिएर बनाए पहिले त्यसपछि परेवा र चिल परेवा र सुगा हैन यसरी परेवा र चिल काग चिल परेवा सुगा काग सुगा चिल सुगा परेवा बकुला काग बकुला चिल बकुला सुगा बकुला परेवा अब तीनवटा सदस्य लिएर बनाउने परेवा काग चिल परेवा काग सुगा परेवा चिल सुगा काग चिल सुगा परेवा काग बकुला परेवा चिल बकुला काग चिल बकुला परेवा सुगा बकुला काग सुगा बकुला चिल सुगा बकुला परेवा काग चिल सुगा परेवा काग चिल र सुगा चार सदस्य लिएर अब बनाउँदैछु परेवा काग चिल बकुला परेवा काग सुगा बकुला त्यसपछि परेवा चिल सुगा बकुला काग चिल सुगा बकुला र परेवा अब लास्टमा के गर्ने त 5 वटा सदस्य लिएर बनाइदिने परेवा काग चिल सुगा र बकुला अब यो कतिवटा भयो त जम्मा हाम्रो 32 वटा उपसमूहहरू भयो त्यसैगरी क्वेशन नम्बर 4 मा भनिएको छ प्रश्न नम्बर 3 बाट बनाइएका उपसमूहबाट उपयुक्त र अनुपयुक्त छुट्याउनुहोस् अब के गर्नु पर्यो त प्रश्न नम्बर 3 मा जति उपसमूहहरू बनाउनु भयो सबै नम्बरको क नम्बरबाट आपबाट बनाउनु भएको होला मूला फर्सीबाट बनाउनु भएको होला सबैबाट जति उपसमूहहरू बनाउनु भयो त्यहाँबाट उपयुक्त र अनुपयुक्त छुट्याइदिनु पर्यो अब त्यहाँ भएका अब यसरी उपयुक्त उपसमूह लेखेर सबै त्यहाँको उपसमूहहरू उपयुक्त जति लेखिदिँदा पनि हुन्थ्यो र अनुपयुक्त उपसमूह लेखेर हैन तल त्यसपछि लेखिदिँदा पनि हुन्थ्यो सबै अनुपयुक्तहरू यसरी कोठा बनाएर लेख्दा पनि हुन्छ मैले कोठा नै बनाइदिएको छु हेर्नुस् त अब के गरे मैले यहाँ क नम्बरको अब जस्तै आप छ यहाँबाट कतिवटा उपसमूह बन्न सक्छ त बनाइसक्नु भएको छ 3 बाट त्यहाँबाट लेखिदिने कतिवटा बनाउनु भएको छ दुईटा हो खाली र आप एउटा सदस्य छ भने कतिवटा बन्छ दुईटै बनाए त्यसैगरी दुईटा छ भने कतिवटा बन्छ यहाँ 4 वटा बन्छ 1 2 3 4 वटा बन्छ हैन यो अब उपसमूहहरू सबैको अब यहाँ ग नम्बरको यहाँ लेख्नु होला घ नम्बरको सबै उपसमूह बनाउनु भएको छ 3 बाट सबै लेख्नु होला त्यसैगरी अब उपयुक्त उपसमूह छुट्याउनु पर्यो त उपयुक्त भनेको त्यहाँबाट कम सदस्य लिएर बनाएका भन्नाले अनुपयुक्त के हुन्छ त अनुपयुक्त उपसमूह भनेको जस्ताको त्यस्तै एउटा सदस्य छ भने यहाँ पनि एउटा सदस्य दुईटा छ भने यहाँ पनि दुईटा सदस्य भन्नाले यहाँ भएको जति सेम यहाँ सार्नु पर्यो अरु केही गर्नु परेन हैन यो सबै अनुपयुक्तमा लेखिदिने अब बाँकी रहेका जति उपसमूह बनाउनु भएको छ त्यसबाट एउटा त यहाँ आयो अब बाँकी सबै यहाँ लेख्ने बाँकी जस्तै अब यहाँ दुईटा समूह बनेको थियो अब यहाँबाट आप जस्ताको त्यस्तै त यही लेखिएको छ अब यहाँ बाँकी कुन त खाली यहाँ लेखिदिने त्यसैगरी अब यहाँ हेर्नुस् त 4 वटा छ त मूला र फर्सी यहाँ लेख्यो यो लास्टको अब बाँकी कुन त यो 3 वटा 1 2 3 यो 3 वटा यहाँ लेख्ने त्यसैगरी अब सबैको के गर्ने त जस्ताको त्यस्तै जुन समूह हुन्छ यो सबै सदस्य लिएर बनाएको सबै यहाँ सार्दिने यो जस्तोको त्यस्तै सार्दिने त्यसपछि के गर्ने त यहाँ यो बाहेक जति उपसमूहमा बनाउनु भएको छ यो बाहेक त्यो सबै के गर्ने त यहाँ लेख्ने यो नम्बरबाट यो एउटा यहाँ लेख्ने बाँकी यहाँ पनि जति बनेको छ उपसमूहहरू त्यहाँबाट जस्ताको त्यस्तै यहाँ बाँकी सबै यहाँ लेख्ने त्यसैगरी यो सबै लेख्नु होला अब त्यसैगरी क्वेशन नम्बर 5 क्वेशन नम्बर 5 मा भनिएको छ प्रश्न नम्बर 3 को आधारमा तलको तालिका कापीमा बनाई भर्नुहोस् अब यो तालिका दिएको छ यस्तो अब क्वेशन नम्बर 3 कै आधारमा यो पनि भर्नु पर्यो अब हेर्नुस् त समूहहरू दिएको छ हैन यही छ हाम्रो क्वेशन नम्बर 3 मा अब यहाँ सदस्य संख्या कतिवटा छ त एउटा 1 दुईटा 2 3 वटा छ 3 4 वटा छ 4 5 वटा छ 5 जति छ लेख्ने त्यसैगरी अब यहाँबाट उपसमूह के गर्ने त प्रश्न नम्बर 3 वा 4 बाट 3 मा लेख्नु भएको होला या 4 मा लेख्नु भएको होला जति उपसमूहहरू बन्छ हैन 3 मा पनि सबै उपसमूह बनाउनु भएको छ जति उपसमूहहरू बन्छ त्यो सबै के गर्ने त यहाँ लेख्नु पर्यो अब त्यसपछि के भनेको छ अर्को उपसमूहहरूको संख्या लेख्नु पर्यो कतिवटा उपसमूह बन्नु त यहाँबाट अब निकाल्ने तरिका तपाईहरुलाई थाहा छ कतिवटा उपसमूह बन्छ भने के गर्ने त 2 को पावरमा n भन्नाले 2 को पावरमा n कतिवटा छ त सदस्य 1 राख्ने कतिवटा बन्छ 2 1 2 दुईवटा सदस्य बन्छ त्यसैगरी अर्कोमा कति छ त 2 को पावरमा n कतिवटा छ सदस्य दुईवटा छ 2 को पावरमा 2 राख्ने 2 2 जा 4 त्यसैगरी यहाँ n को ठाउँमा के गर्ने त सदस्य संख्या गर्ने राख्ने अब यहाँ 3 वटा छ 3 2 2 जा 4 2 जा 8 यहाँ 4 वटा छ 4 पल्ट 2 लाई मल्टिप्लाई गर्ने 16 यहाँ 5 वटा छ 5 पल्ट गर्ने 32
हैन। यहाँ 2 वटा 4 वटा 8 वटा 16 वटा र 32 वटा उपसमूहहरूको संख्या हुन्छ। यही लेख्नु पर्ने थियो। यो सबै यहाँको के कहाँबाट लेख्ने त क्वेशन नम्बर 3 मा जति उपसमूह बनाउनु भएको छ यो क्वेशनबाट यहाँबाट 2टा त 2टा, यहाँबाट कतिवटा 4 वटा, यसरी नै 8 वटा 16 वटा 32 वटा सबै लेख्नु पर्यो। त्यसैगरी क्वेशन नम्बर 6 मा भनिएको छ यदि ई एउटा समूह दिएको छ 2 3 5 र 7 भए यसबाट 3 वटा उपयुक्त उपसमूह निर्माण गर्नु पर्यो, प्रोपर सबसेट बनाउनु पर्यो र छुट्टा छुट्टै व्यञ्चित्रमा देखाउनु पर्यो। अब यहाँ हेर्नुस् त प्रोपर सबसेट उपयुक्त कसरी बनाउन सकिन्छ त यो जस्ताको त्यस्तै हुनु भएन, यहाँबाट कम सदस्य लिएर बनाउनु पर्यो। त आफ्नै मनले यहाँबाट त 4 वटा सदस्य छ, 2 2 जा 4 2 जा 8 2 जा 16 भन्नाले 2 को पावर n मा कतिवटा बन्छ त यो उपसमूह 16 वटा बन्छ। हामीलाई 3 वटा मात्रै बनाउन भनेको छ, जुनसुकै बनाउन सक्नुहुन्छ, जुन मन लाग्छ यहाँबाट लिएर त्यो बनाउन सक्नुहुन्छ। मैले हेर्नुस् त ए एउटा बी र सी 3 वटा बनाए, एउटा 2 3 लिएर बनाइदिए, अर्को 2 3 5 3 वटा सदस्य लिएर बनाइदिए, अर्को पनि फेरि 3 वटा सदस्य, अर्को फेरि 3 5 र 7 बनाइदिए। 3 वटा उपयुक्त हो यो सबै। यहाँबाट कम सदस्य छ र यही भएको सबै सदस्यहरू छ, यो उपयुक्त उपसमूहहरू भयो 3 वटा। अब के गर्ने त यसलाई भेन चित्रमा देखाउनु पर्यो छुट्टा छुट्टै। अब समूह ई र ए को सम्बन्धलाई ई र ए को ई देखियो पहिले ए को देखाउँदै छु, ई र ए को सम्बन्धलाई व्यञ्चित्रमा देखाउँदा अब यो युनिभर्सल सेट हैन, यहाँ पर्ने जति भित्रको यहाँ सबै युनिभर्सल सेट भनेको यहाँ भएको जति सबै। अब दुईवटा सेट छ, एउटा ए छ र ई छ। अब हेर्नुस् त ए सदस्य भित्र बनाए, यहाँ के छ त 2 र 3 मात्रै छ, ए मा कति छ त 2 3 सदस्य छ। त्यसपछि ई छ, ई मा के छ त 2 3 5 र 7 सबै लेख्नु पर्यो। त 2 3 यहाँ ए मा लेखिदिए, बाँकी जुन छ त्यो के यो भन्दा बाहिर लेखिदिए 5 7। अब ई भित्र 2 3 5 7 पर्यो, ए भित्र 2 र 3 मात्रै छ, हो यही भयो यसको व्यञ्चित्र। त्यसैगरी अब ई र बी को सम्बन्धलाई, ई र बी अब पहिले ए को सम्बन्धलाई देखाए, अब बी को सम्बन्धलाई देखाउँदै छु। त बी मा के छ 2 3 5, त भित्र बी बनाए सानो 2 3 5, अब बाँकी के त 7 बाहिर लेखिदिए, ई भित्र सबै भयो 2 3 5 7। त्यसैगरी यहाँ संकेतमा पनि लेखिदिएको छु इज प्रोपर सबसेट अफ ए इज प्रोपर सबसेट अफ ई, यहाँ बी इज प्रोपर सबसेट अफ ई। त्यसैगरी अब यहाँ ई र सी को सम्बन्धलाई व्यञ्चित्रमा देखाउनु पर्यो। त सी मा के छ त माथि 3 5 7 3 5 7 भित्र लेखिदिए, अब बाँकी के छ त 2, ई भित्रको कुन सदस्य बाँकी रह्यो यहाँ भित्र भइसकेपछि 3 5 7 भइसकेपछि 2 बाँकी छ, 2 बाहिर लेखिदिए। अब सी इज प्रोपर सबसेट अफ ई। यही थियो हाम्रो गर्नुपर्ने। अब यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो हेरिसकेपछि लाइक, कमेन्ट, सब्स्क्राइब र शेयर गर्न नबिर्सिनु होला। धन्यवाद।